गाइस हामी नेचरसँग कति क्लोज छौँ हेर्नुहोस् है। आज चाहिँ चनाको घुर पोलेर खाएको देखाउँछ है। यो चाहिँ हरियो चना हो अनि यो हरियो चनालाई चाहिँ आज पोलेर खाने। खै घुर भन्छ क्या र, एक्ज्याक्ट नेम के हो थाहा छैन है। यहाँनिर बारीबाट चाहिँ हरियो चनाहरू यसरी ल्याएको छ अनि यसलाई चाहिँ म अगाडि राखेको छु, त्यो पोलेको देखाउँछु है। अगाडि पोलेको चना यहाँ छ कि यस्तो मिठो हुन्छ। अब अगाडि पोलेको चना हो अनि यसलाई चाहिँ फेरि यहाँ पोलिराख्ने, यहाँ यसरी पोलिराख्नु पर्यो अनि यहाँ पोलिराख्ने। यस्तो मिठो हुन्छ यो पोलेको चना। अब यो खानुपर्छ, यस्तो मिठो हुन्छ पोलेको चना। चना केलाएर सबै कमिलो भएको यो चना चाहिँ यसरी पोलेर खानुपर्छ गाइस। उसिनेको र भुटेको दुईटैको टेस्ट आएछ। त्यो कि यो उसिनेर खानुहुन्छ होला है। उसिनेर खाएको उसिनेको जस्तो हुन्छ। पोलेको चना हो यो चाहिँ, यस्तो टेस्टी छ। आमा कस्तो मिठो हुन्छ कि हेर्नु हाम्रो गाउँले जीवन। चना यहाँ ल्याएको छ नि सबैले टिप्दैछ आमा। अनि छेउमा हाम्रो डगी बसिराख तर हाम्रो कुकुर अघि हालेको पाक्यो। तैँले बोलेको यताले उता के अरे पात पनि गरेको छैन के देखाउँदैन। आगोमा राख्यो चना पुतलले चारो माग्दैछ। होटलका बारीमा त घुम्न जान्छ। यसको आमा कहिले टिप्दिन त। कस्तो लाग्यो? अन्त दिँदैन यति त्यसको आमा त ओथ्रा बसिरहेको छ। हाम्रो कालीले ओथ्रा आएको छ। कस्तो भयो कस्तो भयो? आजा मिठो भयो। पाकेन होला हौ तर नपाकेको मिठो हुन्छ दाजुले। होइन डढेको अलिअलि डढेको है गाइस। अलिक पाएछेन यो पाएको फुटेको डढेको यो त कस्तो हो? ए खाली रहेछ नि त। यो चाहिँ काबुली चना हो। कार्बोले हो यो। कस्तो मिठो छ है, कस्तो मिठो हुन्छ। सुक्खा मिठो हुन्छ।